आजको हाम्रो राइड चाहिँ कता सम्झे वाइडमा चल्ने पुरा हिरो स्टाइलमा हाम्रो सञ्जीव विकास सर यता चाहिँ मेरो वसन्ती हामी चाहिँ अब 4 जना 4वटा बाइकमा यसो घुम्न जाँदैछु कस्तो हुँदैछ नेपालको पाउडर सन्नी धुलो खानु है धुलो खानु पछाडिको सब्जीले धुलो रहेछ हौ बाटो हेर्नुहोस् है यस्तो हो बाटो भनेको गुम्बाउने बाटो भनेको यस्तो टक्क लाएर यसरी आउने धुलो खुवाउने आफू पनि खाने होइन यस्तो हो बाटो बाटो के हो कस्तो भयो सब्जी राइड यार धुलो लास धुलो छ त के हो अब विकास सम्झी यार लास धुलो सम्झिँदा धुलो के त्यो धुलो उडाइदियो क्या मैले सबजना आइहाल्यो दौडेर आइहाल्यो सबजना अनि बेस गरी ल्यायो त्यो पनि ल्याइदियो ब्लकरमै हो यता राख न यता मिलाएर त ल अहिले चाहिँ हामी फाइनल्ली वाइट गुम्बा आइपुग्यो टक्क लाएर यहाँ चाहिँ पुरा धुलो खाँदा खाँदै हामी चाहिँ बल्ल आइपुग्यो वाइट गुम्बा भन्ने ठाउँ ल
लगभग 4 वर्ष 5 वर्षपछि चाहिँ म भर्खर आएको छु त्यही भएर यता साथीहरूसँग चाहिँ आएको छु है यता छ है चाहिँ सम्धी गई यो अर्को सम्धी यता चाहिँ मेरो सबैभन्दा सानो टाउको यता चाहिँ सम्झेहरू चाहिँ भ्यू हेर्दै है टक्क लाएर भ्यू हेर्दै घाम ताप्दै रमाइलो गर्दै भोक चाहिँ लाग्यो यार के खाने चटपटे खानु पर्ने थियो है चटपटे खाने हावा खाना आएको भने त सम्झेर डाँडामा जाने हो यता भैरवकुमाबाट फर्किसक्यो अहिले हामी चाहिँ स्वयम्भूतर्फ जाँदैछ यताहरू अगाडि अगाडि छ म चाहिँ पछि पछि बसेको किनकि बिस्तारै गइरहेको छु म चाहिँ एकदम बनाएर अझै यस्तो देखाइदिनु हामी चाहिँ अहिले स्वयम्भू आइपुगिसक्यो स्वयम्भू होइन खोलाहरू उता छ मेरो राइडरहरू हामी चाहिँ अहिले स्वयम्भू अब हामी बिस्तारै अब खाजान ठाउँमा गएर हामी अब देखाउँछौँ है त एकैचोटि अब ल हामी चाहिँ यहाँ खाजान ठाउँमा आइपुग्यो ल है त गाइस